ल एकजना भाइ बहिनीहरूले भन त कहाँसम्म हामी थियौँ, कहाँसम्म पढाएको थिएँ मैले, भन न। आई होप तिमीहरू सुनिरहेछौ कि नै मलाई, सुनेको छौ? Yes, sir. कहाँसम्म थियो भन त नानु। Euchromatin र heterochromatin को डिफरेन्स। ए युक्रोमेटिन र यहाँसम्म हेट्रोक्रोमेटिनको डिफ्रेन्ट यहाँसम्म त भनेको थिएँ मैले, होइन? हजुर। ल Yes, sir. ल त्यसो भए अब अगाडि बढौँ न त है। यसको एन्सर गर। यो हेर त सी 2025मा सोधेको क्वेसन हो है। Basic. के थियो भन त, यसको एन्सर के हुन्छ भनिदेऊ त मलाई। Basic. भेरी गुड भेरी एम्पोथेरिक। गुड है। हेर होइन, एम्पोथेरिक भन्न मिल्दैन बाबु है, यसलाई एम्पोथेरिक भन्न मिल्दैन। यसको एन्सर बेसिक हुन्छ। ठिक छ, के हुन्छ भन त, बेसिक हुन्छ यसको एन्सर। किनभने मैले के भनेको थिएँ, न्युक्लिक एसिड के हुन्छ, न्युक्लिक एसिड छ, यो एसिडबाटै के भयो भन त, एसिडिक भएको। र यो एसिडिक कसले दिएको हुन्छ भन त, H3PO4 ले। Yes, phosphoric. फस्फोरिक एसिड हो है, के हो भन त, यो फस्फोरिक एसिड हो। यहाँसम्म ठिक छ भन्यो। न्युक्लिक एसिड एसिडिक हुन्छ भने हिस्टोन प्रोटिन त यसको अलिकति फरक हुनु पर्यो। सो हिस्टोन प्रोटिन के हुन्छ, बेसिक हुन्छ। र अर्को के हुन्छ, हिस्टोन प्रोटिन के हुन्छ भन त, चार्ज के हुन्छ, पीबाट प्रोटिन, पीबाट पोजिटिभ चार्ज। Positive. न्युक्लिक एसिड कुन चार्ज थियो भन त, नेगेटिभ चार्ज Negative. थियो है, नेगेटिभ चार्ज थियो। यति थाहा हुनु पर्यो है, यति थाहा हुनु पर्यो। ल त्यसो भए अगाडि बढ्नु पर्यो हामी। ल यहाँ हेर त, एउटा क्वेसन मैले राखिदिएको छु, यो ट्रान्सपोसन्स हो यो, थोरै यसलाई मिलाउँ है, ट्रान्सपोसन्स। ल यो चाहिँ हो, ट्रान्सपोसन्स आर अल्सो नन एज, के भन्छ यसलाई भन त। एउटा हुन्छ तिमीलाई तिमीले सेल बायोलोजीमा पढायो होला अथवा साइटोलोजीमा, ट्रान्सोजम। ट्रान्सोजम भनेको के हो भनिदेऊ त कसैले यदि पढाएको छौ भने। ट्रान्सोजम भनेको के हो, इट इज अ ट्रिपल मेम्ब्रेन, बाउन्डेड स्ट्रक्चर प्रेजेन्ट इन ओभेरियन फलिकल्स अफ बर्ड है। कहाँ हुन्छ यो, कहाँ हुन्छ भन न, प्रेजेन्ट इन ओभेरियन फलिकल्स अफ बर्ड है। चराहरूको ओभेरियन फलिकल्समा हुने गर्छ यो है। यो हेर, यो भनेको ट्रान्सोजम हो है, सुनिरहेको छ होइन सबैजना? Yes, sir. यो भनेको ट्रान्सोजम हो, यो भनेको ट्रान्सपोसन्स हो। हेर के हो, कसरी याद राख्ने त भनेर तिमीलाई यदि याद राख्नु छ भने कसरी याद राख्ने, ट्रान्सपो अनि यहाँ हेर त सन्स केटा मान्छेहरू कुदफान गर्छ होइन, जम्प गर्ने गर्छ होइन, जस याद गराउनको लागि मैले गरेको। त्यसैले यसलाई के भन्छ, जम्पिङ जिन भन्छ। के भन्छ भन न, जम्पिङ जिन भन्छ है, जम्पिङ जिन भन्छ। ट्रान्सपोसन्स छोरा, सन्स भनेपछि ल छोरा त मैले याद गराउनु भनेको है, यो नट यो यो मिनिङ छैन यहाँ है। सन्स भनेको छोराहरू, यो भनेको छुट्टै हो, याद गराउन मैले गराएको यस्तो। ट्रान्सपोसन्स वाला छ भने के हो, जम्पिङ जिन। के हुन्छ नि कहिले काहीँ के हुन्छ, तिमीहरूको पनि क्लासमा यसो भयो होला, साथीभाइको ग्रुप छ, कहिलेकाहीँ मनमुटाव हुँदा, सानोतिनो झगडा हुँदा के गरिन्छ, एउटा ग्रुपलाई छोडेर अर्को ग्रुपमा गइदिन्छ होइन, भनेपछि जम्प गर्यो। ल एउटा यो के थियो हेर, यहाँ एउटा ए भन्ने जिन थियो, अर्को बी भन्ने जिन थियो। यहाँ हेर यो सानो जिन के गर्यो, यहाँबाट छोडेर फुत्केर यो रातोवालाको बिचमा गइदियो। यसलाई के भन्छ, जम्पिङ जिन भन्छ। यस्तो टाइप अफ जिनलाई के भन्छ, जम्पिङ जिन भन्छ। यो जेनेटिक इन्जिनियरिङमा काम लाग्छ, डोन्ट वरी। ल यो क्वेसन यति भए पुग्छ। ल यहाँ मैले एउटा अप्सनमा के लेखाएको थिएँ याद छ, अप्सन बीमा के थियो, सेटेलाइट जिन थियो। ल अप्सन बीमा के थियो हेर त, सेटेलाइट जिन थियो। भनेपछि सेटेलाइट जिन, अब सेटेलाइट जिनै त अब के हो भनेर तिमीलाई सोध्दैन, जान्नु पनि जरुरी छैन। तर सेटेलाइट क्रोमोजोम कति पेयर हुन्छ भनेर
सोधेको क्वेसन हो विगतमा है, विगतमा हाम्रो देशमा नसोधे पनि इन्डियामा सोधेको छ, इम्पोर्टेन्ट छ, हामीलाई पढाउनु पर्छ। त्यसैले नम्बर मात्र भनिदिन्छौँ कुन कुन हुन्छ सेटेलाइट क्रोमोजोम त्यो चाहिँ भनिदिन्छौँ। ल सबैजना मजाले यसलाई अब्जर्भेसन गर त, अनि के हेऱ्यो, के छ फरक मलाई भन त। यो जुन छ क्रोमोजोमहरू कति पेयर्स हुनु पर्यो भन त मलाई, 23 पेयर्स हुनु पर्यो है। कति पेयर्स? 23 पेयर्स। भनेपछि सबै क्रोमोजोम सेम हुन्छ त? हुँदैन, फरक फरक हुन्छ क्रोमोजोमहरू। के हुन्छ भन त? फरक फरक हुन्छ है। बुझ्यो? क्रोमोजोमहरू के हुन्छ? फरक फरक हुन्छ। त्यसो भने एकचोटि सर हेर त यो के फरक छ यसमा। सबैजना हेर, यो पहिलो ग्रुप हेर, दोस्रो ग्रुप हेर, सी ग्रुप हेर, डी ग्रुप हेर र बाँकीको हेर। ल यो जुन छ यो हेर, योबाट जुन यो छ पहिलो फर्स्ट पेयर भनेको लार्जेस्ट क्रोमोजोम हो है। तिमीलाई सोध्छ लार्जेस्ट क्रोमोजोम कुन हो, के भन्नुपर्छ? लार्जेस्ट क्रोमोजोम पहिलो जोडी हो, फर्स्ट पेयर, फर्स्ट पेयर हो। त्यसो भए स्मलेस्ट कुन होला त? स्मलेस्ट कुन होला त? स्मलेस्ट लेखा सबैजना, स्मलेस्ट। स्मलेस्ट क्रोमोजोम तिम्रो कुन हो? यहाँ हेरेर कुन लाग्छ भन त? स्मलेस्ट क्रोमोजोम वाई क्रोमोजोम हो है। वाई क्रोमोजोम चाहिँ स्मलेस्ट हो। र सबैभन्दा लार्जेस्ट क्रोमोजोम, ठुलो क्रोमोजोम कुन हो भनेर सोध्यो भने द्याट इज फर्स्ट पेयर है, पहिलो पेयर है। यसमा करिब करिब है नयाँ बुकमा पनि र एआईहरूमा पनि के दिएको छ, 3200 जिन्स हुन्छ है। एप्रोक्सिमेटली 3200 जिन हुन्छ। मैले फर्स्ट क्लासमा, बेसिक क्लासमा के पढाएको थिएँ थाहा छ? एउटा क्रोमोजोम, एउटा डिएनए, त्यसमा धेरै जिन्स, मेनी जिन्स भनेर मैले क्वेसनै गराएको थिएँ है। भनेपछि फर्स्ट पेयरमा जुन छ क्रोमोजोममा होइन, क्रोमोजोममा डिएनए छ, एउटा डिएनए, एउटा क्रोमोजोम, एउटा डिएनए, तर मेनी जिन्स, करिब 22 भने मैले, 3200 जिन्स हुन्छ है। सबैभन्दा सानो कुन हुन्छ? वाई क्रोमोजोम। त्यसैले कतै न्युजमा तिमीहरू सुनेको हुनुपर्छ है, वाई क्रोमोजोमको के छ, साइज घटिरहेछ भनेको मिनिङ केटानेस घटिरहेछ भन्नाले केही समयपछि, केही धेरै लामो समय छ त्यो त हुनलाई, हामी केटा मान्छेहरू म्युजियममा हुनेछौँ है। भनेपछि त्यसको लागि 2-3 हजार वर्ष छ है, त्यति वर्ष धेरै छ समय। ल अब मलाई ब्याक टु अवर टपिक हेर त। यसमा त के छ भने म यहाँ जेनेटिक्समा त्यो पढाउँदिनँ, जेनेटिक्समा पढाउनु पनि हुँदैन, तर सेल बायोलोजी मैले पढाएको भए मेटासेन्ट्रिक, टेलोसेन्ट्रिक, सब मेटासेन्ट्रिक, एक्रोसेन्ट्रिक के हो सबै पढाउँथेँ म, सेल बायोलोजीमा पढाउने हो। र यसमा के भनिदिन्छु भने यहाँ हेर 13 सेटेलाइट भन्ने बित्तिकै सेटेलाइट क्रोमोजोम, सेटेलाइट क्रोमोजोम भन्ने बित्तिकै के हो, कसो मिनिङ छोडिदेऊ। जस्ट बुझ्नु, यहाँ हेर त, जुन यो टेलोमियर छ नि, यो टेलोमियर हेर त, यो माथिको जुन काइनेटोकोर भन्दा माथि, काइनेटोकोर भन्दा पनि सेन्टोमियर भन्दा माथि जुन छ हेर त, यसमा 2टा छ र बाँकीमा सबैमा एउटा मात्र हुन्छ। बाँकीमा कतिवटा हुन्छ हेर, यहाँ एउटा छ, एउटा मात्र पार्ट माथि छ, यहाँ पनि एउटा छ, तर यहाँ हेर त यस्तो डल्ला डल्ला 2टा छ है, 2टा डल्ला डल्ला छ। सो यस्तो क्रोमोजोमलाई हामी के भन्छौँ? सेटेलाइट क्रोमोजोम भन्छौँ। सो हाम्रो टोटल पेयर्स कति हुने भयो सेटेलाइट क्रोमोजोमको? 5 पेयर्स। लेखिदेऊ सबैजना, 5 पेयर्स हुन्छ। के हुन्छ हेर त, 13 हुन्छ, तिमीलाई 13 हुन्छ, 14, 15, 21 र 22 पेयर्स भनेको 5 पेयर्समा हुन्छ सेटेलाइट क्रोमोजोम। यस्तो टाइपको सेटेलाइट क्रोमोजोम कति पेयरमा हुन्छ भने के भन्छौ? 5 पेयर्समा हुन्छ। 21, 22, 13, 14 र 15। ठिक छ यहाँसम्म? ल त्यसो भए अगाडि बढ्नुपर्छ। ल हेर त के छ, एउटा अझै क्वेसन त्यस्तो टाइपको गरिहालौँ त। डिएनए सेगमेन्ट फर्मड आफ्टर आरएनए बाई रिभर्स ट्रान्सक्रिप्सन। रिभर्स ट्रान्सक्रिप्सनबाट बनेको डिएनए सेगमेन्टलाई के भन्छौँ हामी भन त? नामै छ रिभर्स भन्ने बित्तिकै, रिभर्स भन्ने बित्तिकै के बुझ्नुपर्छ भन त? रिभर्स भन्ने बित्तिकै उल्टो, रेट्रोग्रेड है। रेट्रोग्रेड भनेपछि रेट्रो टाइपको हुनुपर्छ।
सो के हुन्छ भन त रेट्रोपोसन्स है। अघिको ट्रान्सपोसन्स थियो भने यो रेट्रोपोसन्स छ। प्रोसेस मैले देखाइदिएको छु, जस्ट याद गर, यो याद गर्न सजिलो छ, बुझ्न गाह्रो हुन्छ भनेपछि तिमीलाई मैले भनेको थिएँ अस्ति रिभर्स ट्रान्सक्रिप्टेज कस्तोमा हुन्छ, अथवा रिभर्स ट्रान्सक्रिप्टेज भने इन्जाइम कस्तो हुन्छ र प्रोसेस रिभर्स ट्रान्सक्रिप्सन कस्तोमा हुन्छ। भाइरस, रेट्रोभाइरस। भेरी गुड, ल यहाँ छ। तिमीहरूलाई अस्ति मैले रेट्रोभाइरस भनेर बुझाएको थिएँ होइन, एचआइभी एड्स भनेर। ल अब यो टपिकको नाम लेख त, सर्च फर जेनेटिक मेटेरियल है। जेनेटिक मेटेरियल कसले पत्ता लगायो, जेनेटिक मेटेरियल डिएनए नै हो भनेर कसले साबित गर्यो, यसको बारेमा थोरै बुझौँ त। ल यहाँ हेर त, साइन्टिस्टहरूको नाम छन् 4-5 जना, कतिजना साइन्टिस्ट छन् मलाई कसैले भन त, यसबाट कोही सबै पुरुषै पुरुष हो कि महिला पनि छन्, यदि छ भने कुन हो महिला? चेस। हो को? चेस। ल भेरी गुड, ल महिलाले महिलालाई चिन्न सकिन्। ठिकै छ, के कसो अगाडि बढौँ त अब। ल यो लेख्यो भने अब यो एक्सपेरिमेन्टको कुरा गरौँ। ग्रिफिथ ट्रान्सफर्मेसन एक्सपेरिमेन्ट। ट्रान्सफर्मर मुभी हेरेको छौ तिमीहरू? नो सर। के हुन्छ, रूप परिवर्तन गर्छ। के गर्छ भन त, त्यो कारबाट टक्क रोबो भइदिन्छ नि, रूप परिवर्तन गर्छ। यहाँ पनि के बुझ्नु, यो ट्रान्सफर्मेसनको मिनिङ के हो? रूप परिवर्तन गर्नु। के हो मिनिङ भन त? रूप परिवर्तन गर्नु। अब यो रूप कहाँ परिवर्तन गर्छ एकचोटि हेरौँ त। सबैभन्दा पहिला इम्पोर्टेन्ट कुरा के थाहा हुनुपर्छ भने, ग्रिफिथ भन्ने साइन्टिस्ट थियो, 1928मा यसले यो एक्सपेरिमेन्ट सक्सेस गरे हो। त्यसो भए यसले केमा काम गरेको थियो त? जहिले पनि याद राख्नु, माइस भनेको हाम्रो टम एन्ड जेरी मुभी हेरेको छौ? हो, के थियो टम थियो, बिरालो के नाम थियो, टम कि जेरी? जेरी चाहिँ माइस थियो होइन, मुसा थियो होइन। ल वर्क अन माइस एन्ड भन त कुन ब्याक्टेरिया के ब्याक्टेरिया युज गर्नुभएको थियो उहाँले? मुसालाई मार्नलाई ब्याक्टेरिया युज गरेको थियो, र त्यो ब्याक्टेरियाको नाम के थियो भन त कसैले? स्ट्रेप्टोकोकस। याद राख्नु, स्ट्रेप्टोकोकस निमोनिया है। के थियो? स्ट्रेप्टोकोकस निमोनिया। अब हेर त, नामै छ निमोनिया, यसले के गराउँछ भन त? डिजिज कुन गराउँछ? निमोनिया गराउँछ। र निमोनिया चाहिँ कुन डिजिज, के रिलेटेड डिजिज हो भन त? यो भनेको रेस्पिरेटरी रिलेटेड डिजिज हो। रेस्पिरेटरी डिजिज, त्यसमा पनि लङ्सको पनि एल्भियोलाईहरू, तिमीलाई थाहा छ यो कुरा है, लङ्सको पनि एल्भियोलाई भनेर थाहा छ। त्यसो हो भने यहाँ हेर त, त्यो ब्याक्टेरियाको भनेपछि कतिवटा टाइप छ। जस्तै कि तिमीहरू बजारमा गयो भने आँपको, अहिले त आँपको सिजन गइसक्यो क्या हो, मलाई त थाहा नै भएन। छ अहिले पनि चाइनिज आँपहरू मार्केटमा छ है। हेर के छ भने, के याद राख्नु भने, उहाँले ब्याक्टेरिया युज गरेर निमोनिया डिजिज लगाउन कोसिस गर्यो। कसलाई? मुसालाई। अब मार्ने पनि कोसिस गरेर त हत्यारा रहेछ उहाँ। र हेऱ्यो मुसालाई यदि स्ट्रेप्टोकोकस निमोनियाले इन्फेक्सन गर्यो भने कस्तो टाइपको भेराइटीकोले मुसालाई मार्न सक्छ, अथवा कस्तो भेराइटीले मुसालाई मार्दैन है। उहाँले मान्छेमा त ट्राई गर्न सक्दैन थियो, किनभने गाह्रो थियो नि, मान्छे त्यतिखेर मऱ्यो भने त फाँसी भइहाल्थ्यो नि उहाँलाई। त्यसैले मुसालाई मार्न पाइयो। सो मुसामा गऱ्यो है। र यहाँ भनेको दुईटा भेराइटी भनेको 2 टाइप्सको छ। यो ब्याक्टेरिया भनेको कति टाइपको छ भन त? 2 टाइपको। एउटा तिमीलाई रफ स्ट्रेन, अर्को के? स्मुथ स्ट्रेन। रफ भन्नाले ब्याक्टेरिया के छ? रफ छ है। स्मुथ भन्नाले स्मुथ छ। ल भन्नाले यो त मैले सजिलै भने स्मुथ छ, तर यसको मिनिङ के छ? यसको मिनिङ के छ भने, यो मजाले ज्याकेट लगाएको छ, पेप्टिडोग्लाइकेन मजाले छ यसमा है, मजाले यसको पेप्टिडोग्लाइकेन जुन छ कभरिङ बब्बाल छ यसको, भन्नाले यो बुलेट प्रुफ लगाएको छ। अब भन त, यस्तो किसिमको ब्याक्टेरिया हाम्रो शरीरमा गयो भने जुन एन्टिबडी आउँछ, त्यो एन्टिबडीले यसलाई मार्न सक्छ त? सक्दैन। मार्न सक्दैन, किनभने यसले जकेट लगाएको छ। तर यसलाई त मार्न सक्छ नि, एन्टिबडी यहाँ आयो भने यसलाई त मार्न सक्छ होइन, यसलाई त मार्न सक्छ किनभने रफ छ। रफ भन्नाले यसले जकेट लगाएको छैन, मजाको पेप्टिडोग्लाइकनको जकेट छैन, बुझ्यौ? त्यस्तो यदि जकेट छैन भने यो रफ हामीमा आउँदा मुसामा जाँदा के गरिन्थ्यो? मुसा सर्भाइभ हुन्थ्यो।
सर्भाइभ कसरी भएको भन त, यो रफले यो हाम्रो जुन एन्टिबडी छ है, यो एन्टिबडी जुन छ यो एन्टिबडीले यसलाई मारिदियो है, किनभने यो जकेट लाएको छैन, यो बुलेटको काम गर्यो एन्टिबडीले, बुलेटको काम गर्यो। ल बुझाउनलाई मैले यस्तो भनेको, यो बुलेटको काम गर्यो एन्टिबडीले, यसलाई मारिदियो, रफलाई मारिदियो, किनभने रफले मजाले के हो यो भनेको पोलिसेक्राइड्स कोटिङ, पेप्टिडोग्लाइकेन्सको कोटिङ लाएको छैन, त्यसैले मान्छेको एन्टिबडी, किनभने केही कुरा शरीरमा गयो भने त्यसलाई हामी एन्टिजेन भन्छौँ होइन, र एन्टिजेनको विरुद्धमा के आउनुपर्छ, एन्टिबडी आउनुपर्छ, र एन्टिबडीको यदि एन्टिजेन विक छ भने एन्टिबडी विजेता हुन्छ भनेपछि हामीलाई केही भएन। यदि ब्याक्टेरिया बब्बाल कडा टाइपको आइदियो भने हामी इम्युनो कम्प्रोमाइज छौँ भने त्यहाँ ब्याक्टेरियाको जित हुन्छ र हामी बिरामी पर्छौँ, र उपचार डक्टरकोमा भेटेनौँ भने, डक्टरकोमा गएनौँ भने मर्न जान्छ। ठिक छ यहाँसम्म। ल अब यहाँ हेर त स्मुथमा एन्टिबडी आयो, ल एन्टिबडी आयो, एन्टिबडी नै मर्यो कि यही मर्यो भनेपछि यसलाई केही फरक परेन। अब यसले के गरिदियो भन त, माइसलाई मारिदियो, माइसलाई के गरिदियो, डिजिज गरिदियो र लामो समय रह्यो भने डेथ भइदियो, किनभने उपचार गरेन नि त, त्यो मुसाको उपचार गरेन नि। ल यसो हो भने बुझ्यो नि, यो त बुझ्यो नि। अब मैले बुझाउनु पर्ने सिम्पल भाषामा बुझाएको, उहाँको एक्सपेरिमेन्ट के थियो भन त। अब हेर त, रफ स्ट्रेन भनेको नन भाइलेन्ट भन्नाले यसको मिनिङ के हो त, त्यही रफ यसको शरीरमा गयो, मुसाको शरीरले एन्टिबडी निकाल्यो, रफ स्ट्रेन ब्याक्टेरियालाई मारिदियो भन्नाले नन भाइलेन्ट, यसले डिजिज गराएन, मतलब मुसा मारेन, मुसा मरेन भने मुसा सर्भाइभ गयो, सो माउस लिभ, रफमा बाँचियो। तर स्मुथमा के छ, भाइलेन्ट छ भन्नाले यो पोलिसेक्राइड कभरिङ छ, शरीरको एन्टिबडीले यसलाई केही गर्न सक्दैन, यो जित्छ, त्यसैले मुसा के भयो, डिजिज भयो र लास्टमा मर्यो। अब फेरि हिट किल्ड, ल हिट किल्ड स्मुथ भन्नाले अब यसको जुन लेयर थियो नि, यस्तो हेर त, यो जुन लेयर थियो यो लेयरलाई के गर्यो भन त, हिटले यसलाई के गरिदियो, हटाइदियो, भनेपछि एकदम तताएर यसलाई हटाइदियो। अब यो केमा कन्भर्ट गरिदियो भन त, रफमा कन्भर्ट भइदियो। रफको नेचर के हो, सर्भाइभ हुनुपर्ने, सो सर्भाइभ भयो। त्यसो भए यहाँ हेर त, रफ स्ट्रेन प्लस हिट किल्ड स्ट्रेन हेर, रफ स्ट्रेनले बाँच्नु पर्ने थियो, हिट किल्डले बाँच्नु पर्ने थियो, सर्भाइभ हुनुपर्ने थियो, तर के भयो, डेड भइदियो भन्नाले अब यहाँ ग्रिफिथ साहबले के कन्क्लुड गर्नुभयो भने देयर इज समथिङ विच गट ट्रान्सफर्म एन्ड द्याट माइट बी जेनेटिक मेटेरियल डिएनए। उहाँले कन्फर्म गर्नु भएन, द्याट माइट बी, यो हुन सक्छ, डिएनए जेनेटिक मेटेरियल हुन सक्छ भनेर भन्नुभयो, उहाँले कन्फर्म गर्नु भएन। कन्फर्म कसले गर्यो, अगाडि हेरौँ। ल अब यहाँ हेर, एभ्री मैक्लोइड मैकार्टियन एक्सपेरिमेन्टले यसले अब यस्तो हुन्छ कि तिमीहरूको क्लासमा पनि कोही अलिकति हुन्छ नि हावा साथीहरू, हावा कुरा गर्नेहरू, कुरा त ठुलै गर्छ तर त्यसको कुरा कसैले पत्ता हुँदैन क्या। यो तीनजना साथीहरू त्यस्तै थियो कि, एभ्री मैक्लोइड एन्ड मैकार्टी, यसले भनिदियो, एक्सपेरिमेन्ट पनि गरे हो, भनिदियो डिएनए इज जेनेटिक मेटेरियल, तर त्यतिखेर के हुन्थ्यो, साइन्टिस्टहरूको कन्फ्युसन हुने गर्थ्यो, कन्फ्युसन भएर सबैलाई के चित्त बुझ्ने खालको त्यसको एक्सप्लेनेसन दिनु पर्थ्यो र सबैको एप्रुभल साथ मात्र त्यसलाई एक्सेप्ट गरिन्थ्यो। र उहाँहरूले यो कुरा त भन्नुभयो डिएनए इज अ जेनेटिक मेटेरियल, तर कसैले यसको कुरा मान्नु भएन, उहाँहरूको कुरा मान्नु भएन, हावा कुरा भयो उहाँको। ल त्यसैले हामी पनि हावा भनेर उडाइदिउँ। हेर त, अब को थियो, लेडी को थियो भन त। अब मार्था चेज। ल तिमीहरू ब्याट्सम्यान मुभी हेरेको छौ, त्यसमा थियो होइन, मार्था भनेको ब्याटम्यानको मदरको हुन्छ नि नाम, सुपरम्यानको मदरको नाम हुन्छ। ल जे भए पनि अब हेर, मैले के भने, कसैलाई एक्सपेरिमेन्ट सक्सेस गर्नु छ भने सबै साइन्टिस्टको अगाडि गएर कन्फरेन्स गर्नु पर्थ्यो, यानि कि एक्सप्लेन गर्नु पर्थ्यो। र तिमीहरूलाई थाहा छँदैछ एक्सप्लेन बेटर कसले गर्न सक्छ, होस्टिङ बेटर कसले गर्न सक्छ, गर्ल्सले। त्यसैले यी दुईजनाहरू एकदम बाठा थिए, एक्सपेरिमेन्ट दुईजनै मिलेर गरे हो, तर एक्सप्लेनेसन, त्यसलाई कन्फरेन्सहरू लट्ठ पारेको त्यो साइन्टिस्टहरू बुढै बुढाको बिचमा मार्था चेज भनेको टक्क ब्युटिफुल लेडी गएर एक्सप्लेन गरेपछि सबैले मान्यो।
कुरो यो त फन्नी वेमा मैले भने हो, एक्ज्याक्टली यस्तो होइन। उहाँहरूले एक्सपेरिमेन्ट नै यस्तो कडा गर्यो कि मान्नै पर्यो त्यो बुढा साइन्टिस्टहरूलाई। लट्ठ परेर मानेको होइन, त्यस्तो हुँदैन थियो त्यहाँ। त्यो कुरा साबित गर्नुपर्छ एक्सपेरिमेन्ट गरेर। उहाँहरू एक्सपेरिमेन्ट केमा गरेका थियो भन त? उहाँहरू एक्सपेरिमेन्ट इक्वलाइमा गर्नुभएको थियो। केमा भन? इक्वलाइमा गर्नुभएको थियो। त्यसो भए यो इक्वलाइ के हो भन त? यो इक्वलाइ भनेको प्रोक्यारियोट्स हो। के हो? प्रोक्यारियोट्स हो। प्रोक्यारियोट्स त प्रोक्यारियोट्स के यो साइनोब्याक्टेरिया हो त होइन? के हो? यो ब्याक्टेरिया हो। के हो? यो ब्याक्टेरिया हो। यसको अझ इम्पोर्टेन्समा पनि भन्छु, अहिले यहाँसम्म बुझ्नु पर्यो। सुन, अब तिमीहरूलाई कहिलेकाहीँ के आइदिन्छ भने क्वेसन के आइदिन्छ, अनइक्विभोकल प्रुफ द्याट डिएनए इज अ जेनेटिक मेटेरियल भने अनइक्विभोकल भनेको कसैले झुट्लाउन नसक्ने खालको के। यो स्टेटमेन्ट कसले दियो भनेर सोध्यो भने के भन्छौ? हार्सी एन्ड चेज भनेको अल्फ्रेड हार्सी एन्ड मार्था चेजले दिएको। र उहाँले के युज गर्नुभएको थियो भन त? के युज गर्नुभएको थियो? उहाँले के युज गर्नुभयो? एक नम्बरमा इक्वलाइ युज गर्नुभयो र दोस्रोमा यो के हेर्दैछौ तिमी भन त? ब्याक्टेरियोफेज। ब्याक्टेरियोफाउज पनि प्रोनाउन्स गर्छ कतिले, इन्डियनहरूको लेक्चर हेर्छौ भने। ब्याक्टेरियोफेज। अब यो ब्याक्टेरियोफेज बाबु, यो ब्याक्टेरियोफेज नाम मात्र, यो एक्चुअली के हो? भाइरस एट्याकिङ। भाइरस एट्याकिङ भन सबैजना। भाइरस एट्याकिङ ब्याक्टेरिया। भाइरस एट्याकिङ ब्याक्टेरिया। ब्याक्टेरियालाई एट्याक गर्ने भाइरसेसहरू हो यो। के हो यो? भाइरसेसहरू हो। बुझ्यौ? के हो यो भन सबैजना? ब्याक्टेरियालाई एट्याक गर्ने भाइरसेसहरू हो। उहाँले के युज गर्नु भन त? एक नम्बरमा इक्वलाइ युज गर्नुभयो। इक्वलाइ युज गर्नुभयो, सुनिरहेको छ होइन मलाई? यस सर। दोस्रोमा उहाँले भाइरस युज गर्नुभयो कि, भाइरस युज गर्नुभयो। ठिक छ। अब मलाई भन त, ब्याक्टेरिया ठुलो कि भाइरस ठुलो? ब्याक्टेरिया। भेरी गुड। सबैभन्दा सानो भनेको भाइरसहरू हुन्छ। अहिले मानिराख, हुन चाहिँ लिपिड्सहरू के एटम्स छ उता नजाउँ। भाइरसलाई हामीले लिभिङ मानेको छैनौँ, तर ब्याक्टेरिया त लिभिङ हो। त्यसैले ब्याक्टेरिया र भाइरसको कम्पेरिजन गर्यो भने भाइरस एकदम सानो हुन्छ र ब्याक्टेरिया ठुलो हुन्छ। हेर कत्रो ठुलो छ। र यो के हो? यो हेर त, यो पुछ के हो? फ्ल्याजिला। फ्ल्याजिला। भेरी गुड। के हो यो? फ्ल्याजिला। अब यदि फ्ल्याजिला छ भने मोटाइल हुनु पर्यो होइन? मोटाइल। सो मोटाइल भनेको मुभेबल। मोटिलिटी। ल, मोटिलिटी दिन्छ यसले। मोटिलिटी भनेको द्याट क्यान मुभ, स्विम। अब त्यसो हो भने यसको होइन के कसो गर्यो हामीलाई बुझ्नुपर्ने छैन है। चाहिँदैन सिलेबसमा के युज गरेको थियो त्यो मात्र भन्नुपर्ने हुन्छ। टक्क के गयो हेर त, यो ब्याक्टेरियाभित्र गयो, आफूलाई धेरै बनाइदियो, अनि यो जेनेटिक मेटेरियल पत्ता लाग्यो है। यो यसको ठुलो प्रोसेस छ। तिमीलाई पढ्नु मन छ भने मैले नोट्स राखिदिएको छु। अब चाहिने भनेको के युज गरेको थियो त्यति हो। ब्याक्टेरियोफाउज भनेको के हो? कुन ब्याक्टेरियामा युज गर्यो? जेनेटिक्समा सबैभन्दा बढी ब्याक्टेरिया युज हुने कुन हो है? यही इकोलाई नै हो। सुन, अब त्यसो हो भने यो इकोलाई भनेको कहाँ हुन्छ? इन्टेस्टाइनमा। कहाँ हुन्छ? हाम्रो लार्ज इन्टेस्टाइनमा हुन्छ। यदि लार्ज इन्टेस्टाइनमा छ भने हामीलाई पनि फाइदा छ, ब्याक्टेरियालाई पनि फाइदा छ है। हामीलाई पनि फाइदा छ, ब्याक्टेरियालाई पनि फाइदा छ। भन्नाले कस्तो टाइपको एसोसिएसन हुने भयो? म्युटालिजम। प्लिज मलाई सिम्बायोसिस भनेर नभन्नु है। कमेन्सलाइजेसन। टोटो कपरेसन नभन्नु। अब मलाई कमेन्सालिजम हो कि म्युटालिजम। म्युचुअलिजम हो, यसमा तिमीहरू मजाले पत्ता लगाएर आऊ। म भोलि सोध्छु यो कमेन्सालिजम कि म्युचुअलिजम हो, दुईटामा म एउटा स्योर हो, कुन हो पत्ता लगाऊ। कमेन्सालिजममा यही प्लस र कुरा, माइनस। यदि यही इक्वलाई हाम्रो मान्छेको के आयो युरिनरी सिस्टममा है, युरिनरी सिस्टम भनौँ, युरिनरी सिस्टम अथवा युरिनरी सिस्टम अर रिप्रोडक्टिभ सिस्टम, रिप्रो लेख्छु म, रिप्रो सिस्टममा आइदियो भने यसले के गराउँछ भन त कसैले? युरिनरी ट्र्याक्ट इन्फेक्सन। हो, भेरी गुड। यसमा आयो भने कसैले भन्यो कि भनेर मैले त्यस्तै भेरी गुड भने कि यदि यसमा आयो भने इन्फेक्सन गराउँछ। के गराउँछ भन? इन्फेक्सन गराउँछ। हेर, आफ्नो ठाउँभन्दा अरू ठाउँमा गयो भने त गाह्रो हुन्छ नि। यस्तो खालको इन्फेक्सन भनेको केटीहरूमा कमन हुन्छ। ल, यति मैले हिन्ट भनिसकेँ। भन त। युटिआई। भेरी गुड, भेरी गुड। युटिआई।
ल युटिआई भनेको कसकोमा कमन हुन्छ केटीहरुमा युरिनरी ट्र्याक्ट इन्फेक्सन यस्तो इन्फेक्सन भयो भने डाक्टरकोमा कुदिहाल्ने हो र क्यानबेरी जुस खाने हो यो हेर इन्टेक गर्ने होला यस्तो किन भन्देको हेर किनभने यो सोध्न पनि सक्छ सोधेको पनि हुन सक्छ निटमा सोधेको थियो नेपालमा सोध्न सक्छ र यो भन्दा नि अहिले हाम्रो लाइफसँग सम्बन्धित छ के हाम्रो लाइफसँग केटी अब तिमी केटै भए पनि बहिनी होला दिदी होला आमा होला भाउजू होला पछि गएर हस्बेन्ड हुने छौ त्यसैले मैले पढाइदिएको है र डाक्टरकोमा कुदिहाल्ने एन्टिबायोटिक चलाउँछ र अर्को के छ हाइजिन मेन्टेन गर्ने क्यानबेरी जुस खाने ल यति थियो यसबाट इम्पोर्टेन्ट ल प्रोसेस कसरी हुन्छ यो मैले राखिदिएको छु हामीलाई चाहिँदैन प्रिभियस स्लाइड ओके ल ल छोटो बनाऊँ कि ठुलो बनाऊँ सर फेरि इनिट एक्सपेरिमेन्टबाट प्रोसेस केही पनि सोध्दैन है प्रोसेस केही सोध्दैन केही कस्तो क्वेसन कस्तो सोध्छ म राखेको छु डोन्ट वरी क्वेसन कस्तो सोध्छ अब हामी क्वेसन गर्छौँ नि हेर न एकदम मैले किन एक्सप्लेन गरेँ भने कि चाहिने कुरा थियो अब तर प्रोसेस सोध्दैन के चाहिन्छ कोरिलेट गरेर पढाइदिउँ भनेर पढाएको क्या इकोलाई कमेन्सालिजम हो कि म्युचुअलिजम हो यो चाहिँ सोध्छ मोस्ट एक्सटेन्सिभली युज इन जेनेटिक्स इकोलाई हो सेमी कन्जर्भेटिभ मोडल्स कुनमा गरेको थियो इकोलाई हो सर अलि जुम गर्नु न सबैभन्दा बढी कुन ब्याक्टेरिया युज गरेको छ सोध्यो भने इकोलाई ठीक छ हैन अब रिप्रो सिस्टम भनेको रिप्रोडक्टिभ सिस्टम है अगाडि बढौँ यो हाम्रो युरिनरी सिस्टममा गयो भने यसले घाटा गराउँछ है घाटा भनेको इम्प्याक्ट पार्छ नेगेटिभ भयो सर ल यो प्रोसेस हो हेर्नु तिमीलाई मन छ भने म नोट हाल्दिन्छु डोन्ट वरी ल क्वेसन यस्तो आउँछ माथिको क्वेसन आइएममा आएको थियो भने तलको क्वेसन निटमा आएको क्वेसन हो यो त्यसैले क्वेसन यस्तै बन्छ के ल हेर त फर्स्टको क्वेसन हेर त द फर्स्ट एभिडेन्स अफ डिएनए एज जेनेटिक मेटेरियल इज कुन थियो कुन हुन्छ भन सी ल पक्कै पनि डिएनए इज नट फाउन्ड इन साइटोप्लाज्म त पक्कै पनि हैन यो त पक्कै हैन ल अर्को ए हेर त डिएनए इज फर्म बाई क्रोमोजोम है यसको केही सेन्सै छैन एक्सपेरिमेन्टसँग अर्को के छ डिएनए इज इन्क्लोज विदिन न्युक्लियस है डिएनए इज इन्क्लोज विदिन न्युक्लियस यसको पनि केही मिनिङ छैन सो भनेको कुन एक्सपेरिमेन्ट भएको थियो भने त ग्रिफिथले कुन एक्सपेरिमेन्ट गरेको थियो त्यहीँबाट त सुरु भयो नि पाइनियर नै ग्रिफिथ हो है ग्रिफिथले गरेको एक्सपेरिमेन्टले नै एउटा पाथवे रोड बनायो त्यसैले हार्सी एन्ड चिजले सफल भएको त्यो बाटो चढले हिँडेर ल ट्रान्सफर्मेसन अफ ब्याक्टेरियल डिएनए यसको एन्सर के हुन्छ भन ट्रान्सफर्मेसन अफ ब्याक्टेरियल डिएनए ठीक छ अब त्यसो भए तल क्वेसन हेर त विच साइन्टिस्ट एक्सपेरिमेन्टली प्रुभ द्याट डिएनए इज द सोल जेनेटिक मेटेरियल इन ब्याक्टेरियोफेज सोल रिमेम्बर है टर्म सोल अनइक्विभोकल सो हार्सी एन्ड चेज इज द एन्सर यो बिडल र ट्याटन भन्ने वान जिन वान इन्जाइम हाइपोथेसिस दिएको मेसेल्सन र स्टाल्कले सेमी कन्जर्भेटिभ गरे हो यो ज्याकब र मोल्ड भनेको ज्याकब सिन्ड्रोममा पढाउँछु डोन्ट वरी छ यहाँसम्म केही कन्फ्युजन छ केही कन्फ्युजन भने सोध्दा हुन्छ न त म अगाडि बढ्छु ल अब हेर त डिस्ट्रिब्युसन अफ डिएनए एज फलोज यो हेर त डबल स्ट्यान्डर्ड सर्कुलर नन रिपिटेटिभ विदाउट हिस्टोन प्रोटिन एन्ड विथ पोलियमाइन भनेर यो यति छोडिदेऊ यति भनेको केले जनाउँछ भन त यो भनेको नेकेड डिएनए जो कि हामी पढेका छौँ नेकेड डिएनए कहाँ हुन्छ भन त नेकेड डिएनए प्रोक्यारियोट्स हुन्छ यानि कि इकोलाई र यो इकोलाई के हो एक्जाम्पल हो ब्याक्टेरियाको है के को एक्जाम्पल हो ब्याक्टेरियाको सो ब्याक्टेरियामा के हुन्छ नेकेड डिएनए हुन्छ त्यसो भए साइटोप्लाज्मिक डिएनए अफ युक्यारियोटिक सेलमा पनि त यही हुने हो यो कहाँ हुन्छ यहाँ हुन्छ र यो यही हुन्छ ब्याक्टेरिया लाइक अर्गानिल्स
यदि तिमी सेल बायोलोजी पढाएको छौ भने ब्याक्टेरिया लाइक अर्गानेल्स माइटोकोन्ड्रिया र क्लोरोप्लास्टलाई भन्छ। यसमा के हुन्छ एउटा लेख माइटोकोन्ड्रिया र अर्को के हुन्छ क्लोरोप्लास्ट। यसो हो के यसलाई भन्छ एमटिडिएनए, यसलाई भन्छ सिपिडिएनए। यसमा जे हुन्छ यसो हुन्छ कि पहिला पहिला जब ओरिजिन एन्ड इभोल्युसन भयो सबैभन्दा पहिला हामी सबैको पुर्खाको हो ब्याक्टेरिया हो। ब्याक्टेरियाबाट ब्याक्टेरियाबाट यो प्रिमिटिभ युक्यारियोट्स बन्यो। प्रिमिटिभ युक्यारियोट्स बनिसकेपछि के भयो थाहा छ? यो दुईटा बिच के भन्छ एसोसिएसन भयो, त्यसलाई इन्डोसिम्बायोसिस एसोसिएसन भन्छ। के भयो? यो युक्यारियोटिक सेलभित्र प्रिमिटिभ युक्यारियोटिक सेलभित्र ब्याक्टेरिया छिर्दियो, त्यहाँ आफ्नो डिभिजन गर्न थाल्यो, मल्टिप्लाई गर्न थाल्यो। त्यसबाट के बन्यो भन त क्लोरोप्लास्ट र माइटोकोन्ड्रिया बन्यो। थ्योरीहरूले भन्छ कि इन्डोसिम्बायोटिक थ्योरीले भन्छ। त्यसैले ब्याक्टेरियामा जुन डिएनए हुन्छ माइटोकोन्ड्रियामा पनि त्यही डिएनए हो। ब्याक्टेरियामा जुन राइबोजम हुन्छ माइटोकोन्ड्रिया र क्लोरोप्लास्टमा पनि त्यही हुने हो। बुझ्यौ? ल ल यति भनेपछि त बुझ्नुपर्ने हो तिमीहरू। अगाडि बढौँ? यस सर। ल अब यो माइकोप्लाज्मा भनेको के हो मलाई भनिदेऊ त। मोनेरा। माइकोप्लाज्मा भनेको यसलाई अल्सो नोन एज पिपिएलओ, प्ल्युरो लेख, प्ल्युरोनिमोनिया लाइक अर्ग्यानिजम है। भनेपछि निमोनिया भनेको केसँग सम्बन्धित छ भन त? ब्याक्टेरियासँग सम्बन्धित छ है। विदाउट सेल वाल, यस स्मल सेल विदाउट सेल वाल, भेरी गुड। यो पनि लेखिदेऊ, स्मलेस्ट सेल विथआउट, विथ भन्यो भने ब्याक्टेरिया हो, विथआउट सेल वाल। सुन, जब टु किङडम सिस्टम कसले दियो? एरिस्टोटलले दिएको हो कि कसले दिएको हो? टु किङडम सिस्टम कार्लस लिनियसले दिएको हो, एरिस्टोटलले दिएको हो, व्हिटेकरले दिएको हो, कसले दिएको हो? कार्लस। जसले दिए पनि तिमीलाई थाहा छ, व्हिटेकर छ, कार्लस लिनियस छ, एरिस्टोटल छ, अझै छ यसमा है। के थाहा थियो भने त्यतिखेर जसमा सेल वाल छ त्यसलाई प्लान्ट सेलमा राखिदिउँ, जसमा सेल वाल छैन त्यसलाई एनिमल सेलमा राखिदिउँ है। भनेपछि के गर्यो? यो ब्याक्टेरियासँग सेल वाल थियो, ब्याक्टेरियालाई केमा राखिदियो? केमा राखिदियो भन त? प्लान्टीमा राखिदियो। अब प्लान्टीमा राखिसकेपछि माइकोप्लाज्मा इज अल्सो ब्याक्टेरिया, निमोनिया लाइक ब्याक्टेरिया हो, निमोनिया इज ब्याक्टेरिया। तर यसमा सेल वालै थिएन, त्यसैले यसलाई जोकर अफ प्लान्ट किङडम। पुरानो बुकमा है, स्ट्यान्डर्ड बुकमा लेख्दैन, यो इन्डियन बुकमा लेखेको छ है, जोकर अफ प्लान्ट किङडम। यो अहिले वर्ल्डमा भन्दैन यसलाई जोकर।